म त चाहन्छु कि अब मलाई यस्तो डिरेक्टरले मलाई कुनै फिल्ममा ल्याओस् हैन मेरो अभिनयलाई पनि एकदमै निखार दियोस् भन्ने चाहना छ मेरो त त्यो चाहिँ हर्टले हैन कि हामी हेडले चाहिँ डिसाइड गर्छौँ के र अडियन्सहरूलाई चाहिँ हामीले राम्रोसँग इङ्गेज गराउन सक्यौँ भने सो भन्ने कुरा बन्ने घट्ने भइ नै हाल्छ फिल्मलाई चाहिँ अगाडि क्यारी गर्नु चाहिँ एकदमै ठुलो मोरल सपोर्ट चाहिँ हामीले अडियन्सबाट पाइरहेछौँ गर्ल्स साइकोलोजीमा अथवा केटीको लाइफमा हुने कुराहरूलाई चाहिँ वर्णन गरेको छ I think what does not kill you makes you stronger भन्छ नि त and I think that is what a breakup is. If it does not kill you, it makes you stronger. र उहाँसँग स्क्रिन सेयर गर्न पायो त that would be my biggest dream. एकदमै इन्जोय गरेँ यो चाहिँ यो मुभी चाहिँ यसो हेर्दाखेरि हाम्रै जनर रिलेटेड छ होइन त्यही भएर एकदमै रिलेटेबल फिल भयो अनि एकदमै इन्भेस्टेडवाला फिल भइरहेको थियो सो इट वाज अल एकदमै राम्रो लाग्यो मेरो एक्सपिरियन्स चाहिँ ओभरअलमा एकदमै राम्रो लाग्यो हजुर के मन पर्यो मलाई सबै मन पर्यो राम्रो लाग्यो राम्रै थियो फिल्म भेट्न पायो रमाइलो लाग्यो रमिताजीलाई राम्रो छ एकदम हजुर एकदम राम्रो रियलमा पनि फिल्ममा पनि एकदम राम्रो It was really nice. Director point of view was pretty, I guess. मलाई पनि राम्रो लाग्यो भ्यालेन्टाइन त सकिसक्यो भ्यालेन्टाइनको माहौलमै छौँ होइन तर हजुर Question चाहिँ के भन्नु भयो भ्यालेन्टाइनको माहौलमा पनि खै त तपाईँ किन आफ्नो भ्यालेन्टाइनसँग मेरो भ्यालेन्टाइन हुँदै हो बेस्ट फ्रेन्ड हजुर हजुर ओभरअल कस्तो लाग्यो ओभरअल एकदम राम्रो छ मुभी एउटा लाइक डिफ्रेन्ट पर्सपेक्टिभबाट देखाएको छ होइन नेपाली सिनेमामा एन्ड आई रियली लाइक दि एक्टिङ सबैको अनि स्टोरी लाइन पनि राम्रो छ ब्युटिफुल एकदमै राम्रो छ इट्स अ यङ मोडर्न मुभी है एक्टिङ इज भेरी भेरी ब्युटिफुल डाइरेक्सन मोर देन द्याट सबै कुरा नै रिलेट गर्न सकिने किसिमको छ इज इभन फर द ओल्ड इज द्याट एकदम राम्रो छ फिल्म कथा वस्तु राम्रो एकदम राम्रो ओभरअल गुड राम्रो लाग्छ राम्रै छ एकदम राम्रो थियो एकदम राम्रो 10 of course 10 मा 10 yes राम्रो लाग्यो रमिताको क्यारेक्टर जुन थ्याङ्क यू स्टोरीको फ्लो राम्रो छ एकदमै फ्लो अब अरू त सबै अडियन्सले भनिहाल्नुहुन्छ नि नमस्ते फिल्म एकदमै राम्रो छ पक्ष मन फिल्ममा रमिताको पिरती भन्ने रमिताको क्यारेक्टरले नै होल फिल्मलाई क्यारी गर्नु भनेको सुनौटो जोक होइन एकदमै राम्रो छ फिल्म गर्ल्स साइकोलोजीमा अथवा केटीको लाइफमा हुने कुराहरूलाई चाहिँ वर्णन गरेको छ आई थिङ्क यो चाहिँ फर्स्ट टाइम नेपालमा बनेको फिल्म होला सबै जस्तै हामी सबै केटीहरूले कनेक्ट गर्न सक्छ नि त सो एकदम राम्रो छ आफैले कति धेरै गरियो नि अब कति धेरै धोका पाएको छ त्यही गरियो हजुर हस् थ्याङ्क यू मलाई धेरै नै राम्रो लाग्यो एनाको एक्टिङ द स्क्रिप्ट द स्टोरी एभ्रिथिङ वाज रियली अमेजिङ हजुर वी ह्याड अ वन्डरफुल टाइम वाचिङ द मुभी एन्ड सबैजनालाई आई होप एभ्रिबडी गोज एन्ड वाचेस इन द थिएटर इट्स अ मस्ट वाच फर स्योर आनालाई के भन्न चाहन्छु यो फिल्म हेरिसकेपछि बेस्ट विसेस अझै यस्तो अपकमिङ प्रोजेक्ट्सहरू आउँदै गरोस् एनाको सी इज डन सच अ फ्याबुलस जब इन द मुभी रमिताको रोललाई उसले असाध्यै जस्टिस गरेको छ सो इज अमेजिङ टु वाच बेस्ट विसेस फर द अपकमिङ डेज आफू रमिता बन्नु परेको छ लाइफमा आई थिङ्क हामी सबै केटी एट सम पोइन्ट वी अल बिन थ्रु द्याट इन अ रिलेसनसिप सो आई थिङ्क सबै केटीहरू नै रिलेटेबल हुन्छ सर्टन एस्पेक्ट्स अफ काहीँ न काहीँ रिलेटेबल त हुन्छ होला सबैको जीवनमा पर्सनली तपाईँलाई चाहिँ ब्रेकअपले टुटाउँछ जस्तो लाग्छ कि अझ ज्यादा डह्रो बनाउँछ I think what does not kill you makes you stronger भन्छ नि त and I think that is what a breakup is. If it does not kill you, it makes you stronger. तपाईँलाई नै स्ट्रङ अब ब्रेकअप भन्दा पनि जीवनको धेरै यस्तो सिचुएसन्सहरू आउँछ जसले चाहिँ हामीलाई अझै स्ट्रङ बनाउँछ जस्तो लाग्छ मलाई अन्तिममा केही छ हाम्रो हिरोहरूको लागि पनि रमिता सबैजना सबै क्यारेक्टर स्टोरी सबैजना देव डन एन अमेजिङ जब सो बेस्ट विसेस टु द टिम फर मी हजुर धेरै पछि नेपाली मुभी हेऱ्यो त्यो माथि एनाको यो मुभीको जर्नी त हामीले जेरीदेखि नै हेरिरहेको थियौँ सो एकदम इन्ट्रेस्टिङ भेरी नाइस एकदम जेन्जी अघि हामी भित्र कुरा गरेर एकदम जेन्जी टाइप थियो बट देन इट गेट्स रिलेटेड किनभने मल्टिपल स्टोरिजहरू थियो सो एकदमै रमाइलो जेन्जी भन्दा नि अब इट गेट्स रिलेटेड टु एभ्रिबडी जस्तो लाग्यो सबैसँग चाहिँ मिसिन जान्छ यो स्टोरी लाइन चाहिँ जस्तो लाग्यो हजुर थ्याङ्क यू ओभरअल राम्रो कोसिस छ अहिलेको जेनेरेसनमा जुन चलिआएको एउटा चाहिँ स्टोरीको बेसमा नै डिरेक्सन गर्नुभएको छ वेल डिरेक्ट आना एकदमै राम्रो काम गरेको छ आनाले
एन्ड या जेनेरेसनमा अहिले जुन किसिमको लाइक रिलेसनसिपमा आएर जुन किसिमको एउटा रियालिटी छ त्यो रियालिटीलाई चाहिँ पोर्ट्रे गर्ने एकदम राम्रो प्रयास गर्नुभएको छ ओभरअल फिल्म फ्लो राम्रो थियो जुन वेले चाहिँ नि डाइरेक्सन पोइन्ट अफ भ्यूबाट जुन एक्टर्सहरू सबैजनाले आफ्नो काम राम्रो गर्नुभएको छ सो यस्तो खालको सिनेमा बन्नुपर्छ दिस इज न्यू लाइक ट्राई हो हुन त यो नयाँ ट्राई गर्दाखेरि एक्सेप्ट गर्नु अलिकति गाह्रो हुन्छ तर लाइक जुन वेले प्रेजेन्ट गर्नुभएको छ ओभरअल इट्स लाइक रियली नाइस या होल टिमलाई बेस्ट विसेस दिन चाहन्छु पर्सनली चाहिँ रिलेसनमा तपाईँले कतिको अप एन्ड डाउन वाला फेज कति एक्सपिरियन्स लाइफमा सबैको रिलेसनसिपमा अप्स एन्ड डाउन्स त हुन्छ नै राइट सो त्यो खालको नै एउटा रियालिटी नै हो यो कुराहरू त्यो रियालिटीलाई चाहिँ नि जुन वेले लाइक प्रेजेन्ट गर्नुभएको छ विच इज रियली नाइस एकदम राम्रो तरिकाले प्रेजेन्ट गर्नुभएको छ ब्रेकअप हुन कतिको जरुरी चाहिँ होइन अब भयो भने त्यसमा सम्झिनु चाहिँ जरुरी छ सम्हालिनु चाहिँ जरुरी छ होइन एक्ज्याक्टली हुनु चाहिँ जरुरी होइन कुनै पनि रिलेसन ब्रेक भएको राम्रो होइन भइहाल्यो भने त्यसमा सम्हालिनु चाहिँ जरुरी हुन्छ त्यही कुरा देखाएको छ होइन स्ट्रङली ब्रेकअप भएकाले नि हेर्न पर्यो अरू कसले हेर्नु ब्रेकअप भएको रिलेसन भएको मात्र होइन यट्स अ जेनेरेसनको एउटा रियालिटी मुभी हो यो होइन सो जुन रियालिटी फेस गरिराखेको हुन्छ सबैजनाले सो त्यही नै हामी यहाँ पनि हेर्न पाएको छौँ र अहिलेको जेनेरेसनमा कस्तो किसिमको चाहिँ चेन्जेसहरू छ कस्तो खालको चाहिँ रिलेसन्सहरू छ भन्ने कुराहरू छ त्यो लाइक जेनेरेसनको एउटा चाहिँ नि मुभमेन्टलाई चाहिँ हामीले एक्सेप्ट गर्नुपर्छ र त्यही नै भइरहेको छ र फिल्म राम्रो तरिकाले पोर्ट्रे गर्नुभएको छ प्रेजेन्ट गर्नुभएको छ थ्याङ्क यू सो मच थ्याङ्क यू फिल्म चाहिँ कस्तो लाग्छ त्यसपछि उहाँहरूको कुरा फिल्म सोचेको भन्दा धेरै राम्रो लाग्यो यो फिल्मको तारिफ मैले जति पनि सिनेमा चलेदेखिको तारिफ सुनिराखेको थिएँ यो सिनेमा एकदमै राम्रो फिल्म बनेको छ सबै आर्टिस्टले राम्रो काम गरेको छ डिरेक्टरले राम्रो सुनेको थिएँ जति सुनेको थिएँ त्योभन्दा अझ धेरै पाएँ मैले आज हेर्ने मौका पाएँ र डिरेक्टर सुजिता बहिनीले यो फिल्म बन्नुभन्दा अगाडिदेखि नै पनि यो फिल्मको बारेमा थोरै हामी डिस्कस पनि गरेको थियौँ यस्तो फिल्म बनाउँदैछु दाइ यस्तो सब्जेक्टमा पनि उसले मलाई भनिरहेको थियो अनि उसको त्यो देखेर पनि उसले केही गर्छ भनिरहेको त जति सोचेको थियो त्योभन्दा अझ राम्रो उसले बनाएको छ एज ए डिरेक्टर र उसलाई म बधाई दिन चाहन्छु होइन एउटा फिमेल डिरेक्टर जसले एउटा नयाँ कन्सेप्टमा अहिलेको दिनमा यतिको यो कन्सेप्ट अलिकति डिफ्रेन्ट खालको सब्जेक्ट छ नि त होइन तर जुन सब्जेक्टमा उसले सिनेमा बनायो त्यो सब्जेक्टमा एकदमै ब्युटिफुल फिल्म बनेको छ होइन अब यो कन्टेन्ट मन पराउने दर्शकहरूको लागि एकदमै राम्रो हुन्छ होइन हुन त फिल्ममा दर्शकहरूलाई आफ्नो कन्टेन्ट कसैलाई कुनै सब्जेक्ट मन पर्ला कुनै सब्जेक्ट मन पर्ला तर यो सब्जेक्ट डिफ्रेन्ट कम्प्लिकेटेड सब्जेक्टलाई पनि उसले राम्रोसँग बनाएको छ र अब आनाले पनि यो सिनेमामा सबभन्दा तारिफ त अब आनाको मैले गर्नै पर्छ होइन रमिताको अब त्यसमाथि पनि आनाको हुन त अब आनाले योभन्दा अगाडि फर्स्ट फिल्म अब जेरीदेखि नै उसले आफ्नो पर्फर्मेन्स दर्शकको मन जितिसकेको छ होइन त्यति बेलादेखि नै भने अहिले आएर जुन प्रकारको अब एउटा डिफ्रेन्ट स्टोरीमा आनाले जुन गरेको इच एन्ड सबै सिनहरू मैले हेर्दाखेरि पनि एभ्री सिनमा उसले त्यत्तिकै एफोर्ट लगाएको छ र त्यो चिज चाहिँ एकदम म उसलाई एप्रिसिएट गर्छु बधाई छ आना तिमीले एकदम यसरी सधैँ यसरी तिमीले राम्रो गर्दै गर होइन र डिफ्रेन्ट उसमा गर र यसमा टोटल्ली भन्नुपर्दा सबै आर्टिस्टले पनि काम आफ्नो ठाउँमा राम्रो गर्नुभएको छ टेक्निसियन्सहरूले राम्रो गर्नुभएको छ होइन र अफकोर्स अब यसमा भन्नु नै पर्दा चाहिँ नि आनालाई चाहिँ नि हामी कसैले पनि सायद दर्शकले छुटाउन सक्दैन उसको पर्फर्मेन्स माइन्ड ब्लोइङ अब जेरीमा नि हेर्नु भएको छ अहिले पनि होइन त्यहाँदेखिको अहिलेसम्मको उहाँको करियरको जर्नी हेरिरहँदा त्यो फिल्ममा हेर्दा अनि आज हेर्दा एकदम भास्ट डिफ्रेन्स अब टोटल्ली जेरीमा उसको एकदम डिफ्रेन्ट रोल थियो त्यति बेला होइन त्यो रोल र यो रोल त एकदमै बच्चा पनि थियो होइन तर जस त्यो त्यति बेला पनि उसले आफ्नो अफोर्ट राम्रो गरेको थियो नि त उसको काम राम्रो देखेको थियो त्यसै बेला त त्यो फिल्म सुपरहिट हुन पुग्यो होइन भनेपछि अब अहिले उसको काम हेर्दाखेरि चाहिँ कहीँ पनि लाग्दैन कि एकदमै पर्फेक्टली हरेक सिनलाई डिरेक्टरले चाहेको अनुसार नै गरेको जस्तो मलाई लाग्छ यदि उहाँ डिरेक्टरले तपाईँलाई पनि चाहनुभयो भने आफ्नो नेक्स्ट प्रोजेक्टको लागि तपाईँको एन्सर म त चाहन्छु कि अब मलाई यस्तो डिरेक्टरले मलाई कुनै फिल्ममा ल्याओस् होइन मेरो अभिनयलाई पनि एकदमै निखार दियोस् भन्ने चाहना छ मेरो त आनाजीसँग चाहिँ कस्तो क्यारेक्टरमा काम गर्न मन छ तपाईँलाई पर्सनली छ आना अब एज एन एक्टर अब आनासँग मलाई कुनै प्रकारको कुनै एउटा प्रोजेक्ट
आइदियोस् जसमा चाहिँ नि उसको र मेरो रोल होस् होइन उसँग मैले काम गर्ने म जहिले पनि इच्छा राख्छु। अफकोर्स भए पनि मेरै ब्यानरमा या अरू कसैको ब्यानरमा पनि होइन म उसँग जहिले पनि म उसको फेरि शुभचिन्तक हो म अब आनको पहिलादेखि नै चाहन्छु म। कसलाई चाहिँ मन छैन होइन। हाम्रो यस्तो वान अफ द मोस्ट लेजेन्डरी एक्टर्स हुनुहुन्छ भुवन सर, अनि आज यसरी टाइम निकालिदिएर हाम्रो मुभी आइदिनु भयो, त्यो नै मेरो लागि यस्तो ठुलो कुरा हो। थ्याङ्क यू सो मच, आज आइदिएर यस्तो एप्रिसिएसन दिनुभयो र उहाँसँग स्क्रिन सेयर गर्न पायो त द्याट वुड बी माई बिगेस्ट ड्रिम। उहाँले आफ्नो चाहना बताइसक्नु भयो, केही छ सोचाइमा? मलाई त्यस्तो है, म एकदमै दाइ आइदिनु भयो नि, एकदमै इमोसनल हो। किनभने यो फर्स्ट मैले इन्डस्ट्रीमा म फिल्म बनाउँछु भन्दाखेरि दाइलाई मैले फर्स्ट पिच गरेको होइन, अनि दाइसँगै कुरा गरेर चाहिँ मैले आँटेको हो कि खासमा। अनेस्टली भन्नुपर्दा यति राम्रोसँग सपोर्ट गरिदिनु भयो उहाँले मलाई। धेरै मान्छेहरूसँग कुरा गर्नलाई पनि हेल्प गरिदिनु भएको छ कि, अनि आई थिङ्क आज आई स्ट्यान्ड हियर, इट्स वान अफ द रिजन इज हाम्रो दाइ पनि हो कि खासमा चाहिँ। होइन अफकोर्स यसमा चाहिँ मलाई जहिले उमाथि विश्वास थियो कि उसले एउटा लेभलको फिल्म बनाउँछ भने मलाई कन्फिडेन्ट पनि त्यो विश्वास पनि थियो होइन। तर उसले स्क्रिनमा त देखेको थिएन नि कस्तो गर्छ, तर उसले जुन प्रकारले हामीलाई स्टोरी भन्थ्यो, दाइ म यस्तो गर्न गइरहेछु, यस्तो गर्न गइरहेछु, तर उसको त्यो जुन प्रकारले उसले मलाई सुनाउँदाखेरि नै लाग्थ्यो कि दिस इज समथिङ डिफ्रेन्ट, उसले राम्रै गर्छ भनेर। तर जति मैले अघि पनि भने जति उसले सुनाउँथ्यो त्योभन्दा बेटर नै गरेको छ र आगामी दिनमा उसले योभन्दा बेटर अझ फिल्म पनि उसले बनाउन सक्छ। उसलाई डाइरेक्टर लिएर उसले कुनै पनि राम्रो सिनेमा बनाउन सक्छ भन्ने कुरामा कुनै दुई मत छैन। या थ्याङ्क यू सो मच सर। होइन मैले त मेरो यो सेकेन्ड टाइम हो, मलाई एकदमै मन परेको सिनेमा हो। म के भन्न चाहन्छु भने मैले यो साल हेरेको मध्ये होइन, अब सबैको रुचि त आफ्नो आफ्नो हुन्छ होइन, तर मलाई यो साल हेरेको मध्ये वान अफ द वेल मेड सिनेमा हुन्छ नि थटको हिसाबले होइन। कतिपय स्टोरीहरू कति हामीले एज अ फिल्म मेकर चाहिँ टाइमली हामीले कन्टेम्पोरेरी स्टोरी भनिरहेछौँ कि छैनौँ भन्ने कुरा पनि इम्पोर्टेन्ट हुन्छ कि रिगार्डिङ द बक्स अफिस नम्बर, बियोन्ड द बिग बक्स अफिस नम्बर होइन। त्यो हिसाबले चाहिँ मलाई के लागिरहेछ भने यो साल जति पनि फिल्महरू हामीले हेऱ्यौँ त्यो मध्येको वान अफ द बेस्ट सिनेमा चाहिँ मेरो लागि रमिताको पिरती हो है। हजुर हजुर। सो अब उहाँ न्यू मेकर हुनुहुन्छ होइन, अब तपाईँ यतिका वर्षसम्म अब काम गरिसक्नु भएको छ फिल्मी क्षेत्रमै होइन, अब न्यू मेकरलाई फर्स्ट फिल्म नै यस्तो राम्रो फिल्ममा लगानी गर्नुभएको छ, के छ उहाँलाई अब? होइन अब यस्तो हो, उहाँले बिचरा अब कस्तो हुन्छ भने हो जहिले पनि यस्तो रिस्क हामी चाहिँ के गर्छौँ भनेदेखि बक्स अफिस नम्बरहरू देखेर अब यस्तो स्टोरी चल्छ कि चल्दैन भन्ने हिसाबले पनि हामी कतिपय स्टोरीहरू छनौट गर्दा चाहिँ त्यो चाहिँ हटले होइन कि हामी हेडले चाहिँ डिसाइड गर्छौँ के। तर मलाई के लाग्छ उहाँ न्यू मेकर हुनुहुन्थ्यो, त्यो भएर उहाँले के गर्नुभएको छ भने हेडले होइन हटले यो स्टोरी सेलेक्ट गरेर त्यसलाई एक्जिक्युट गर्नलाई यति यङ हुनुहुन्छ। उहाँले जुन लेभलको इफोर्ट लाउनु भएको छ म पर्दा पछाडि 1-2 महिनादेखि उहाँलाई फलो पनि गरिरहेको छु होइन। द्याट्स भेरी कमेन्डेबल। मलाई एकदमै यस्तो मेकरहरू आयो भनेदेखि चाहिँ बल्ल हाम्रो इन्डस्ट्री पनि माथि जान्छ के होइन। त्यो भएको हुनाले सजेसन के हो भने उहाँहरूले पहिलो नम्बरमा त उहाँले मलाई सोध्नु भएको भएदेखि चाहिँ सुरुमा यो फिल्म बनाउनुभन्दा अगाडि सोध्नु भएको भए चाहिँ म एकचोटि उहाँलाई मिसगाइड गर्थेँ होला क्या, तर त्यो बेला म गलत हुने रहेछु कि। उहाँलाई म त्यो बेला सोधे भएदेखि यही स्टोरी टेलिङ यसरी म बनाउँछु भन्नुभएको भए सागरजी प्लिज नबनाउनुहोस्, यो सिनेमाको बक्स अफिस पोटेन्सियल अलि हुँदैन कि भनेर मैले त्यो प्रकारको थटहरू पनि उहाँलाई राख्थेँ होला क्या होइन। तर मलाई फिल्म हेरेपछि जे बन्यो, किनभने कसै न कसैले चाहिँ त्यो एउटा ट्रेडिसन कसै न कसैले एउटा नयाँ बाटो चाहिँ खन्नै पर्छ। सागरजीहरूले त्यो हिम्मत गर्नुभएको छ, एउटा अर्बन सेन्ट्रिक स्टोरी होइन जसले आफैले आफूलाई माया गर्नुपर्छ, सेल्फ रिफ्लेक्ट गर्नुपर्छ भन्ने मेसेजलाई यति इन्टरटेनिङ र इङ्गेजिङ तरिकाले भनेको छ होइन। त्यो चाहिँ सागरजीको सम्पूर्ण टिमलाई एज अ प्रड्युसर उहाँ भइहाल्यो, एक्टरको रूपमा कान्छी मेरो त फेभरेट हो कान्छी है कान्छीहरूलाई पनि अब एकदमै शुभकामना छ। यो क्यारेक्टरमा जिजान लाउनु भएको हुन्छ होइन, जिजान लाएर हुन्छ नि हिन्दीवाला जिजान रहेछ नि त यो होइन। यस एक्ज्याक्टली होइन, हामीले प्रकाशमा पनि रेणुको काम हेरेकै हो होइन। यसमा त मैले सुरुमा गर्दाखेरि त अब थाहा थियो पहिले नामहरू आउँदा क्रेडिट आउँदाखेरि, अनि म चाहिँ सुरुमा चाहिँ रेणु योगी चाहिँ कति बेला आउने रहेछ भनेर कुरिरहेको के होइन, अनि पछाडि मात्रै चिनिरहेको क्या मैले रेणु योगी त कान्छी पो रहेछ भनेर चाहिँ पछि मैले अलि पछाडि मात्रै मैले थाहा पाएको थिएँ कि। योभन्दा ठुलो सफलता के होला त, कस्तो लाग्यो? ठुलो कम्प्लिमेन्ट
त्यही त के अरे मलाई चाहिँ त्यही त कस्तो एकदम खुसी लाग्छ होइन यस्तो कुराहरू आउँदाखेरि त्यही अडियन्सले पनि चिन्नुहुन्न कि मलाई बाहिर अनि म भन्छु म आउँदिनँ हलमा अडियन्सले चिन्दैन होइन सो त्यही त यो सबसे ठुलो कम्प्लिमेन्ट नै यही हो अनि आम रियली रियली ह्याप्पी र हाम्रो सिनेमा सबैजनालाई एकदम मन परिरहेछ अनि सरी लास्टमा चाहिँ सबैजनाले एकदमै गुड फिल लिएर गइरहनु भएको छ नि त घरमा अनि वी आर भेरी ह्याप्पी अहिले त होइन कस्तो लागिरहेछ फिल्मी दुनियाँ होइन कसरी वेलकम गरिरहेछ तपाईँलाई फिल्मी दुनियाँ यस्तो छ अब चलचित्र एज अ मेकर चाहिँ होइन हामीले जितिसक्यौँ जस्तो लाग्छ होइन जसरी अडियन्सबाट चाहिँ जसरी फिडब्याकहरू आइरहेको छ होइन चलचित्र जसरी मन पराइदिइराख्नु भएको छ त्यो हिसाबले चाहिँ अब हाम्रो सामी पिताले भने जस्तो एज अ मेकर चाहिँ हामीले जितिसक्यौँ होइन अब त्यो मात्र नभइकन अब हाम्रो कोसिस चाहिँ के हुन्छ भन्दा चलचित्रलाई धेरैभन्दा धेरै अडियन्सको सामु चाहिँ लिएर जाने होइन धेरैभन्दा धेरै अडियन्सलाई चाहिँ देखाउने होइन र लामो समयसम्म चलचित्रलाई चाहिँ अगाडि बढाउने नै कोसिस हुन्छ होइन अब अहिले हामीले गरिरहेको चाहिँ त्यही फेजमा काम गरिरहेछौँ होइन अब धेरैभन्दा धेरै अडियन्सको सामु चाहिँ कसरी लिएर जान सकिन्छ होइन अब यसमा तपाईँहरूको पनि एकदमै राम्रो भूमिका हुन्छ होइन सबैजनाको साथ यो माया यति धेरै आइरहेको छ कि हामीलाई थप ऊर्जा मिलिरहेको छ बक्स अफिसमा र प्लस सोजहरू जति लिमिटेड पाए पनि यही लिमिटेड सोजबाट नै हामी अगाडि बढ्न सक्छौँ होइन सोज मात्र धेरै पाएर पनि हुँदैन र अडियन्सहरूलाई चाहिँ हामीले राम्रोसँग इङ्गेज गराउन सक्यौँ भने सो भन्ने कुरा बन्ने घट्ने भइ नै हाल्छ फिल्मलाई चाहिँ अगाडि क्यारी गर्न चाहिँ एकदमै ठुलो मोरल सपोर्ट चाहिँ हामीले अडियन्सबाट पाइरहेछौँ जस्तो कि अब फिल्मले राम्रो समीक्षा पाइरहेको छ होइन समीक्षकहरूले पनि राम्रो गरिराख्नु भएको छ समीक्षा प्लस दर्शकहरूले नि राम्रो रिभ्यू दिनुभयो त्यति मात्र काफी हुँदैन एउटा लगानी गरिसकेपछि अब तपाईँ बिजनेसमा हुनुहुन्छ प्रफिट पनि आउनुपर्छ भन्ने कन्सेप्ट पनि छ नि त होइन कतिको प्रफिट कमाइरहेको छ कतिसम्म कमाइरहेको प्रफिटको लागि चाहिँ अहिले नै हिसाब किताब गर्ने समय चाहिँ आइसकेको जस्तो लाग्दैन मलाई चाहिँ होइन किन भन्दाखेरि हाम्रो फर्स्ट विकमा चाहिँ ठिकठाक पर्फर्मेन्स भयो होइन अब यो कुरा चाहिँ अब हाम्रो जे हो त्यही नै भन्नुपर्छ हामीले सेकेन्ड विकमा आउँदाखेरि चाहिँ अडियन्सको जुन फिडब्याकको आधारमा होला होइन सायद धेरैजनाले मन परिराख्नु भएको छ र सिनेमा हलमा चाहिँ अकुपेन्सी त्यही अनुसारले बढिरहेको छ जति सो हामीसँग छ त्यो अनुपातमा चाहिँ अकुपेन्सी राम्रो बढिरहेको हुनाले अब अहिले नै प्रफिटको क्यालकुलेसन भन्दा पनि सिनेमालाई चाहिँ अझै हामीले कहाँसम्म लिएर जान सकिन्छ अनि त्यो बिस्तारै हामी अगाडि गर्ने नै छौँ त्यसको पनि अवश्य क्यालकुलेसन होला नै अहिले चाहिँ चलचित्रको समीक्षा जसरी आइरहेको छ हामी अलरेडी प्रफिटमा गइसक्यौँ नै भन्ने छ हामीले त्यति मात्रै होइन जस्तो सागरजीले त्यो इन्फर्मेसन छुटाउनु भयो केही दिन पछाडि अर्को मन्थबाट इन्डियामा पनि चलचित्र रिलिज हुँदैछ भन्ने मैले चाहिँ सूचना पाएको छु होइन अरू प्लेटफर्म पनि हुन्छ किनभने आइजभोलि हामीले थिएट्रिकल रिलिजमा मात्रै डिपेन्ड गर्नु पर्दैन हाम्रो इन्भेस्टमेन्ट उठाउनलाई यो एकदमै धेरै 5-6 करोड खर्च भएको प्रोजेक्ट पनि होइन होइन मैले प्रड्युसरको बिहाफबाट मैले हेर्दाखेरि चाहिँ म टिमसँग नजिकबाट काम गरेको हुनाले नेक्स्ट मन्थ चाहिँ इन्डियामा रिलिज हुँदैछ होइन अनि अरू इन्टरनेसनल ऊहरू पनि कुरा भइरहेछ त्यो भएको हुनाले कहीँ न कहीँबाट त्यो चिज चाहिँ रिकभरी हुन्छ भन्ने चाहिँ अब हाम्रो चाहिँ प्रड्युसरको विश्वास